सङ्घबाट 3 करोड त्यहाँ 6 नम्बर र 7 नम्बरको सिमाना इनरबा र पत्तामको बाटोलाई गत वर्ष नै भत्का के अरे यसलाई यो ठेक्का गर्दै नै काम गर्दैन। 71 लाख चालुमा 71 लाख 20,000 र पुँजीगतमा 83 लाख आएको 50 करोड 56 लाखको बजेट आउने कुरा गर्नुभयो। आर्थिक वर्ष 2083-84 का नीति तथा कार्यक्रम स्थानीय तह सरकारका नियमित आउने अनुदानहरू सम्पूर्ण अनुदान लगायत विशेष अनुदान पुँजीगत र चालुमा कतिपय यहाँ मलाई टिपोट गराएको छ। 71 लाख चालुमा 71 लाख 20,000 र पुँजीगतमा 83 लाख आएको केही आउने क्रममा होला। मलाई लाग्छ मेरो मन्त्रालय साझी विकास मन्त्रालयबाटै पनि यो सपेर आउने मैले विश्वास लिएको छु। कुनै कारणले केही नआएको हुन सक्छ र यसमा यसैपल्ट सङ्घ र प्रदेश हाम्रै पहलमा बजेटहरू राम्रै बढेको मैले जानकारी गराउन चाहन्छु। सानोहरूको नाम लिँदै जाँदा अलि लामो समय लाग्छ, म आफै हतारमा छु। मरिया खोलामा पुल जमानगञ्ज 1 मध्य व्यवसाय साबिक 6 मा 1.5 करोडको बजेट चाहिँ त्यहाँ मरिया खोला पुलमा परेको छ भने 1 नम्बर 2 नम्बर 3 नम्बरको के अरे मरिया खोलाको तटबन्धको लागि 1 करोड, खाने पानीमा 90 लाख रुपियाँ। त्यो अब 7 बार लेख्न चाहिँ लेखिएको छ। अब कति सम्भव कहाँबाट सुरु गर्नुहुन्छ त्यो मैले जानकारी गराउन चाहेँ। र तपाईँको मैले अध्यक्षलाई सोध्दै बजेट होला त पछि आउने हो 50 करोड 56 लाखको बजेट आउने कुरा गर्नुभयो। अहिले यो मोटामोटी यति भने विवरण पछि तपाईँहरूलाई उपलब्ध हुने नै छ। र पालिकामा हुने पैसा पालिकामा आउँछ नै र अरू आफ्नो निकायबाट हुने त्यहीबाट टेन्डर गर्ने प्रक्रियाहरू हुन्छ। र यसपल्ट अब यो जस्तो गत वर्षै 42 लाख रुपियाँ खानेपानीको बिलवाला प्रदेशबाट पठाएको नि सायद मलाई लाग्छ त्यो टेन्डर भइसकेको छ। टुवेलहरू होइन गाडी भइसकेको छ। त्यस्तै बोरिङमा अनि मोटरमा प्रत्येक वर्ष 50 लाख 60 लाख स्कुल त्यो 1 नम्बरको स्कुलमा मलाई लाग्छ 60 लाख रुपियाँ त्यहाँ होला। 1 नम्बर वार्डको काम सुरु होला, अरू 7 नम्बरमा पनि सुरु होला। अब गत वर्ष हरिनगर थानादेखि दक्षिणतिर 3 करोड एउटा प्याकेज र त्योभन्दा तल 3 करोड एउटा अर्को प्याकेज। सङ्घबाट 3 करोड त्यहाँ 6 नम्बर र 7 नम्बरको सिमानाबाट होइन पूर्वतिर जाने अब परेको थियो गत वर्ष। अब यसपल्ट खोइ अब सङ्घमा त्यति पहुँचको कमी भयो भनौँ, खोइ पहुँच गरेपछि केही कामहरू फेरि पनि अगाडि बढेको छ। जस्तो यो धेरै लामो समय पनि भयो, त्यसलाई यो इनरबा र पत्तामको बाटोलाई गत वर्ष नै भत्का के अरे यसलाई यो ठेक्का गर्दै नै काम गर्दैन। जस्तो अहिले उदाहरणको रूपमा भनौँ न, तपाईँको यो हरिनगरदेखि यो जमानगञ्जको प्रहरी चौकीबाट अब त्यो टेन्डर लियो, काम गरेन, टाइम त्यतिकै बितेर जान्छ अनि त्यसपछि तपाईँको फेरि त्यो पैसा फ्रिज भएर जान्छ अनि फेरि त्यहाँ पर्दैन पैसा। अब यसैपल्ट प्रयास त गरेका छौँ तर पर्छ जस्तो लाग्दैन। पऱ्यो भने थोथात पऱ्यो भने जति काम अहिले असार मसानभित्र त्यो बन्नुपर्ने गर्नुपर्ने पिछे बन्नुपर्ने टेन्डर लिएको छु। निर्माण व्यवसायले भनौँ तपाईँको नयाँ हाटियादेखि पूर्व स्याबगञ्जवाला त्यो पनि अस्ति भर्खर ठेकेदारसँग कुरा गर्दाखेरि यसपल्ट अलिकति त्यो अलकत्रा अथवा के बिटुबिन भन्छ त्यसले रेट बढ्यो, यसपल्ट पूर्ण रूपमा पऱ्यो। उतातिर तपाईँ इनरबातिर थोरै पिच पनि भन्यो, बन्ने क्रममा छ।